हामीले हाम्रो ध्यान केन्द्रित गर्नको लागि अर्को एउटा प्राणायाम गर्न सक्छौँ, जसलाई भन्छ भ्रामरी प्राणायाम। हाम्रो बुढी अम्लाले यो कान थिच्नु होला, दुईटै बुढी अम्लाले दुईटै कान थिच्नुहोस्, छोरी अम्लाले निधार र बाँकी अम्लाले आँखा हल्कासँग बन्द गर्नुहोस् र मुख पनि बन्द गरेर बिस्तारै हामी ओमको उच्चारण गर्नेछौँ। भमरा कराको जस्तै हुन्छ, सबैले गरौँ एकसाथ। सबैजनाले आफ्नो हात झिक्नु होला आँखाबाट र थोरै बेर आँखा बन्द गर्ने, कसैलाई पनि ध्यान नलगाइकन, अन्त ध्यान नदिइकन सबैजनाले आँखाबाट हात हटाउनु होला। हात हटाउनु होला। सबजनाले अघिको जस्तै घाड कम्मर गर्दन सिधा राखेर हातलाई यसरी राख्नु होला र मनलाई एकाग्र बनाएर कतै पनि ध्यान नदिइकन आँखा बन्द गर्ने र हाम्रो यो टीका लगाउने भागमा मात्र ध्यान केन्द्रित गर्ने, भित्र सास आएको गएको त्यो मात्र ध्यान दिने है।